ल बबाल भइदियो अघिदेखि है दाइ र म मजाले बोलिरहेको छु यहाँ रेकर्डिङ मोडमा छ भनेर यो रेकर्डिङ मोड होइन रहेछ साइको भइदियो त्यत्रो बोले खेर गयो त यहाँ टाइट अति नै भयो बबाल भयो यहाँ त यहाँ साइको भइदियो म त यार त्यत्रो बोले मिहिनेत खेर गयो यार रेकर्डिङ मोड स्टार्ट नभएको यही नै हो के बोलाइदियो यार हामी रातमा चाहिँ अब 11-12 बजी आइसक्यो त्यही पनि हाम्रो च्याउहरू खानेकुराहरू चाहिँ हामी आज दाइले म सुत्या मान्छेलाई जबरजस्ती ल्याएर आउनु उठाएर लिएर आइसक्यो अनि भिडियो पनि नबनाउने भन्ने मान्छेलाई अहिले नबनाउने भने जबरजस्ती आज भिडियो बनाउनु पर्छ किन छोड्यो भन्ने हिसाबले दाइको इच्छामा आज म भिडियो धेरै पछि हालिरहेको छु नत्र केही समय होल्ड गरेर केही पछि नै हाल्ने विचार गरेको थिएँ स्पेसली आजको भिडियो चाहिँ दाइको लागि दाइको शब्दमा छ दाइको शब्द अब सुरु हुनु लाग्छ दाइ अस्ति अहिले मोबाइल राख्नु अस्ति हजुरले भन्नुभएको त्यो शब्द एकदम मनमा लागेको थियो कि मतलब मन परेको थियो लागेको थियो मेरो लागि लेख्या भन्ने टाइपको त्यही हिसाबमा भन्नुहोस् त अस्तिको त्यो सुनाउनु पर्यो कुन शब्द थियो भन्ने अस्तिको मुद्दा के हाम्रो त्यही विषयमा हाम्रो कुन केसको मुद्दा थियो अस्ति थियो नि एउटा टपिक भन न भाइ टपिक भन्दा नि मुद्दा नभन न फेरि मुद्दा भन्दाखेरि हाम्रा जुन हाम्रो साथीहरू हुनुहुन्छ नि त अरे कृष्ण उहाँले फेरि के को केसमा मुद्दै रहेछ भन्नु नि त हुन्छ नि त मान्छेको आमा भन्नेवाला टाइप अहिले भर्खर पनि अघि भन्नुभएको थियो अब मेन गरी कस्तो भने अहिले चाहिँ अब हाम्रो माथा तीर्थ औँसी भन्छ नि त आमाको मुख हेर्ने दिनलाई चाहिँ हामी परदेशीको पीडा त्यही त हो नि सात समुद्र पारी अब लाखौँ डाँडा काँडाहरू क्रस गरेर हामी आइरहेछौँ होइन हामीले अब दिन सक्ने आमालाई भनेको हाम्रो जुन यो संसार देखाउने आमालाई भनेको यही सम्झना र उयो फोनबाट मात्र हो नि त हामीले यथार्थ के नै छ पीडा हामीले चाहिँ परदेशीको मनमा लुकेका यथार्थ आमाको महत्त्व के छ भन्ने कुरा त हामी त्यो सन्देशबाट चाहिँ आज हामी हाम्रो साथीहरूले चाहिँ त्यो सन्देश अलिकति हामीले सक्दो प्रयास नैबाट नै त्यो गरौँ नि त कुरा होइन त्यसरी गरौँ त्यो आमाको बारेमा केही रचेका रचनाहरू छन् त्यसको बारेमा देऊ होइन त्यसको लागि चाहिँ मेरो हात पनि गलियो दाइ यार केही छैन तिमी अलिकति मिहिनेत गर न कृष्ण प्रभु के छ भनेपछि हजुर आमा के नै रहेछ र यो जिन्दगी आमा के नै रहेछ र यो जिन्दगी तिमीले जुन तिम्रो पेटमा बसिसकेपछि हजारौँ सपना देख्यौ लाखौँ आश गर्यौ जनतन आफ्नो ज्यानलाई धराप राखेर यो संसारको उज्यालोमा पहिलो पाइला टेकायौ आमा हुर्कायौ आफू चिसोमा सुत्यौ खाना कति रात नखाएर सन्तानकै लागि खुवायौ एक शब्द चिहा गर्दा सन्तानकै बारेमा हजार कुरा सोच्यौ त्यही त रहेछ नि आमा शिक्षा देखायौ पढायौ छोरो सन्तानले के गरी कमाउला आनन्दको संसार देखाउला मेरै साथमा रहला धेरै साथ सहयोग गर्ला भन्ने विचारमा बच्यौ आमा के नै रहेछ र आमा यो पापी पैसा भन्ने चिज कसले बनायो थाहा नै छ नि आमा तपाईँको कोखबाट यो कुपुत्र जन्मेर तपाईँको हजारौँ सपनासँगै त्यो चुने छानो तपाईँकै साथसँगै लिपौला पोतौला भन्ने मन्ता हुँदै हरेक शब्द साहुको वचनसँग कहाँ नै सक्यो र के छ आमा सुख दिने ठाउँमा परदेशको ठाउँमा सात समुद्र पार गरी आइसकेको छ आमा केही समय सुख देऊला भन्दै डरिरहेको छ आमा केही समय सुख देऊला भन्दै डरिरहेको छ आमा यही छ तिमीलाई आउने खुसी औँसीको शुभकामना है त साथी आफ्नो मम्मी बाबालाई मन छोयो टाढैबाट भए पनि अब हामी त विदेशको पाइलामा छौँ है जुनसुकै ठाउँमा भए पनि जुनसुकै देशमा हुनुहुन्छ संसारमा सबैभन्दा मूल्य चिज हामीले सबै कहाँ पाउन सक्छौँ सबै चिज किन्न सक्छौँ तर आमाको माया र ममता हामी करोडौँ अरबौँ कमाए पनि हामी किन्न सक्दैनौँ अहिले जोसँग जुन अवस्थामा भए तापनि आमालाई साथ देऊ माया गरौँ यही नै छ सबैलाई शुभकामना है त कविता होइन के हजुर साँच्चै यो कवितामा ज्यान छ के मतलब शब्दहरूमा यस्तो भावना छ कसम के मलाई मनमा छ यो के मन त्यो मनभित्रमा एउटा कुनामा त्यो कता बाहिर नआउने शब्द पनि बाहिर आयो बिचमै राख्नु पर्यो नि प्रकाश तिमी त मन कुनामा राखेर त कहाँ महत्त्व भयो नि म कसम मजा गरेँ कि मनमा छ कि कता भित्रको त्यो नछुने मनमा पनि आज छोयो कि यो शब्दले कि मलाई ठिक छ
तिमीसँग यही नै मेरो विचार प्रार्थना यही नै आश थियो। अब अर्को हाम्रो रचना चाहिँ नेक्स्ट भिडियोमा नेक्स्ट पार्ट भन्नु होला। ओके तर दाइ यार आज चाहिँ लास्ट गर्यो कि आज दाइले मलाई भुइँमा राखौँ न। कृष्ण प्रभु दाइले आज मलाई जबरजस्ती यहाँ ल्याएर यो सग्रखण्डी किन्न जाउँ भनेर सुताए मान्छेलाई उठाउनु भयो। अहिले भिडियो पनि नहाल्ने भनेर आज दाइले आज भिडियो हाल्नु पर्यो भाइ भनेर आज म धेरै पछि भिडियो हाल्न लाग्छु कि मैले भिडियो बनाउन धेरै पछि अलि पछि नै बनाउने भनेको थिएँ। तर मेरो भिडियोलाई मिस गर्ने मान्छे पनि रहेछ नि दाइ यार। अस्ति 2-4जना नेपाली दाइहरूले त भनेको थिएँ बिल्ला हानेर भने होला नि केही छैन। तर एकजना भेतेले पनि भन्यो के मैले मसँग काम गरेँ ओइ भिडियो हाल्ने कि छोडिस् भन्छ। ल म त सक मेरो भिडियो त्यस्तो भिडियो यसले पनि हेर्छ भनेर टुवा परेको थिएँ कि म। ठिक छ तर अहिले चाहिँ बनाउन केही समयपछि चाहिँ बनाउँछु भन्ने हिसाबले म लास्ट पार्ट हालेको थिएँ। आफ्नो भिडियोको लास्ट पार्ट हेरेको थिएँ। सायद धेरै मान्छेले त्यो पार्ट नहेरी नै मलाई भनेको थियो होला भिडियो हाल्न किन छोडिस् भनेर। त्यो लास्ट पार्ट त्यो हेर्नु कसैले छोडेर किन भनेर। अनि यो भिडियो चाहिँ अब त्यत्तिकै मैले दाइको स्पेसली दाइको लागि हालेँ आज मैले। मेरो आदरणीय दाइ अब दाइपट्टि शब्द छैन। हाल्ने तयारीमा छौ। अब आज चाहिँ जान्छ यो आज चाहिँ जान्छ हजुरको लागि स्पेसल फर यु दाइ भनेर जान्छ। यो भिडियो चाहिँ एकदम बबाल छ। तर अघिको चाहिँ कमेडी भएको थियो। दुईजनाले मस्त बोल्यौँ भिडियो रेकर्डिङ स्टार्ट नभए त्यो त नभयो दाइ ल मेरो आजको पर्दि पनि आइरहेछ र अब राखेको भयो जापान यस्तै